हेलो गाइस, आज हामी भ्लग बनाउँदैछौँ र मेरो भ्लग आज धेरै राम्रो हुनेछ। म आज होल भ्यू देखाउने छु सबै ठाउँको। यहाँ हेर्न सक्नुहुन्छ माथितिर कति राम्रो भ्यू छ। अब चाहिँ हामी बासघारी आइपुग्न आँट्यौँ। यता चाहिँ स्यालहरू पनि पाइने गर्छ। अनि उता फेरि यहाँनिर स्याल पाउने भएकोले हामी अलिक डराइ पनि रहेको छौँ। र सुप्रिम यता हामी चाहिँ यहाँ अब हामी यहाँ चाहिँ गाइस एउटा खोइ के निरौला कि खोइ के भन्ने यहाँ फ्रुट पाइन्छ। हो यो फ्रुट चाहिँ साह्रै मिठो हुन्छ। तपाईँहरूले खानु भइरहेछ भने के हो त्यसको नाम एक्चुअल मैले निरौला कि के भन्छ जे होस् त्यही हामी चाहिँ आज त्यो खान आँटेको थियौँ तर अहिले खाइनौँ, भरेतिर खान्छौँ। उयो हान्न सक्नुहुन्छ गाइस, यल्लो कलरको कस्तो दामी चरा यहाँ रुखमा बसेको उयो हान्न सक्नुहुन्छ है। यहाँनिर चाहिँ गाइस खोल्सा छ जुनमा चाहिँ कस्तो माछा पनि पाइन्छ। यो खोल्सामा चाहिँ फेरि माछा पाइन्छ अनि यो माछाले यहाँ चाहिँ माछा पाइन्छ हो। अनि यहाँ चाहिँ माछा खाने त्यो रातो किरा पनि पाइन्छ हो। यहाँ हेर्न सक्नुहुन्छ यहाँबाट चाहिँ पानी आउँछ र खुलुलुलु बग्दै जान्छ यतातिर। र सबैभन्दा धेरै माछा पाउने ठाउँ भनेको यो हो जो अहिले चाहिँ माछा होइन। यहाँ हेर्न सक्नुहुन्छ यता गङ्गटा पनि पाइन्छ। यो माथिबाट पानी आउँछ, माथि चाहिँ यति गङ्गटा हुन्छन् गाइस। अस्ति नै एकताल झन्डै मेरो भाइले पनि भ्लग गरिरहेछ त्यही भएर। र हामी अब लाग्नेछौँ तलतिर। अब हामी जाँदा उयो हेर्न सक्नुहुन्छ मेरो दादा भ्लग गर्दै हुनुहुन्छ। यतातिर सबै फुल्न छोड्दैछ रुखहरू पनि अहिले त। आज चाहिँ साँच्चै न्यु इयर पनि भएकोले ह्याप्पी न्यु इयर सबैलाई। तपाईँहरूलाई एक्वाटिक प्लान्ट चाहिएमा यहाँबाट लान सक्नुहुन्छ है। एक्वाटिक प्लान्ट पनि यहाँनिर चाहिँ पाइन्छ। अब यता चाहिँ माथि जाँदा अर्कै गाउँ, मुनि जाँदा अर्कै गाउँ, सिधा जाँदा अर्कै गाउँ, सबैतिर अर्कै गाउँ छन्। यो चाहिँ फोर टाइप रोड छ। यता पनि यता पनि यता पनि। अब चाहिँ गाइस आन्टी हो हप्सीको घर आउन आँट्यो। हामीले चाहिँ जस्ट निक्नेम राखेको त्यो आन्टीको। भरे आउँछु नि होला त्यो आन्टी उतिको छिमेकी रहेछ पराको छिन् क्या। हामीलाई अस्ति माछा पक्रेर आउँदा गाइस त्यो अस्ति कराउनु भइरहेको थियो। यहाँ चाहिँ हेर्न सक्नुहुन्छ है यता चाहिँ जिरेनियमको भ्यालु थाहा नभएर यहाँ जिरेनियम फ्याँकेको 100 रुपियाँको फुल लगुन जस्तो पनि भइरहेछ तर के गर्नु लाज लाग्छ मलाई। उहाँ हेर्न सक्नुहुन्छ उयो होम पाइपको माथिबाट हामी कुद्दै जानेछौँ। अस्ति म लडेको त एकताल थुक्क त्यति पनि आउन सक्नुहुन्न। यहाँ हेर्नु न यतिको चिप्लोमा झापाली मान्छे अरे यो चाहिँ कसले यो छोडेछ हौ नाम्लो। यता चाहिँ नाम्लोहरू के छोडेको हुन्छ जग्गा चाहिँ चोरी गर्दै हौ कस्तो। चोरी हुँदैन क्या पहाडतिर बसेर पहाडतिर बस्नु पानी जान्छु चोरी चाहिँ हुँदैन। गाइस यहाँ चाहिँ पहिला कति धेरै माछा पाइन्छ तर पानी सुकेर हेर्नु न के भइरहेछ।
यदि यो भिडियोमा 1 मिलियन प्लस त के भन्नु यो भिडियो आजभरिमा 100 सब्सक्राइबर भयो भने चाहिँ म गिभ अवे गर्नेछु धेरै फ्लावर्सहरू। तपाईहरुलाई फ्लावर्सहरू स्ट्रबेरीहरू गिभ अवेमा चाहिन्छ भने तपाईहरुले 100 सब्सक्राइबर मेरो कम्प्लिट गराउनुपर्छ अनि म सबैलाई एक एकवटा स्ट्रबेरी नभए फुल केही चिज दिन्छु नभए म एनिमल्स पनि दिन सक्छु है गाइस। कुकुरको बच्चा त्यो इन्डियन स्पिच जापानिज स्पिचहरू अनि त्यो चियाहुआ के भन्छ अनि त्यो चिउयुजी भन्ने हैन चियाहुआ अनि पोमेरियनहरू के दिन सक्छ है गाइस। दिनै त के भन्नु जोस् दिनै चाहिँ दिन्छु के यो चाहिँ हेर्न सक्नुहुन्छ पहिलाको मेरो बेस्ट फ्रेन्डको घर यस्तो नराम्रो भइसक्यो किनकि बसाइ सरेर जानुभएको झापा र यतातिर चाहिँ लप्सीको बोट धेरै पाइन्छ तर अहिले छैन कि लप्सीको बोट चाहिँ यहाँ चाहिँ स्ट्रबेरी धेरै थियो अहिले चाहिँ एक थोपै छैन। अब म चाहिँ यता तल जाँदैछु कुद्दै मेरो दादा चाहिँ कहाँ पर पुगिसक्नु भएको छ। कहाँ थियो भट्टिरे उ त्यो भत्ते घर छ नि हौ हो त्यो तपाईँले के भन्नुभयो बुवा भन्नुभयो कि काका भन्नुभयो। अब यहाँ हेर्न सक्नुहुन्छ तपाईलाई चाहियो भने यो आरु पनि खान पाउनुहुन्छ तर अहिले यो खाने सिजन होइन। खायो भने मुखमा यस्तो पोल्छ तपाई भन्न पनि सक्नुहुन्न। नमानेर खाइसक्नु भयो अब जिब्रो यस्तो पोल्छ। छियौ काँचाहरू खाँदै हुन्छ गाइस। यता चाहिँ गोबर खाडी हेर्नु न कस्तो खाले। अब म एकैचोटि मेरो घर पुगेर भेट्छु ल तपाईहरुलाई। म पनि अब भरे घर पुगेर मात्रै सबै देखाउने छु गाइस। यहाँ चाहिँ हेर्न सक्नुहुन्छ हामी चाहिँ यहाँ पुगिसक्यौँ र तपाईहरुलाई एउटा क्वेसन आज दिनेछु र एकछिनै त त्यो फुल यता छ भने म सोध्छु नभए सोध्दिनँ। आजको क्वेसन चाहिँ के छ भने एकछिन ल त्यो फुल यता छ कि छैन। आजको क्वेसन चाहिँ के छ भने यो फुलको नाम चाहिँ के हो तपाईले कमेन्ट गरिदिनुहुन्छ। त्यो धन्यवाद छ। म मेरो भिडियो एन्ड गर्नेछु। धन्यवाद।